यसलाई चाहिँ पठाइदिने, अर्को चाहिँ भेटिएको छैन। अब यो आज जान्छ है। यो मेरो घर अगाडि बाँधिरहेको, कोलाई सताइरहेको थियो, गाउँभरिकोलाई सताएर मलाई गाली खुवाएर खाएर अन्त म दिन्छु अरे नि त, खानेकुरा दिन्छु अरे, पल्काए अरे होइन, तल पल्काए अरे। अनि सबैले त्यही भन्छ, यो सुशीलाले खानु दिन्छ, पल्काउँछ भन्छ। अनि लु आउनु नि त, यसलाई पक्रिउँ, लु हेल्प गर्नु नि भनेको, कोही निस्किँदैन। अघि त आमा निस्किनु छिटो भनेको, निस्क्यो त मरिजाउँ। एउटा दोरी दिनु नि भनेको क्या, यो दोरी पनि किनेर ल्याएको, पैसा पनि तिरेको छुइनँ हौ त। ऊ माथि गएर फुत्तै लु छिटो छिटो। अनि अर्को तल गाउँबारीमा चढ्दैछ, अब तल तल पारी छ, त्यसलाई कसरी ल्याउनु। यो गोरु त तान्नु नआएर ऊ के अरे उहाँ माथि मिनाले यसरी तान्नु भन्छ। म चाहिँ कुकुरलाई जस्तो आइज आइज भन्छु। अब आज जान्छ, ढुक्क भयो। अब के गर्छ उता। यसलाई चाहिँ पठाइदिने, अर्को चाहिँ भेटिएको छैन। अब यो आज जान्छ है। यो मेरो घर अगाडि बाँधिरहेको, कोलाई सताइरहेको थियो, गाउँभरिकोलाई सताएर मलाई गाली खुवाएर खाएर अन्त म दिन्छु अरे नि त, खानेकुरा दिन्छु अरे, पल्काए अरे होइन, तल पल्काए अरे। अनि सबैले त्यही भन्छ, यो सुशीलाले खानु दिन्छ, पल्काउँछ भन्छ। अनि लु आउनु नि त, यसलाई पक्रिउँ, लु हेल्प गर्नु नि भनेको, कोही निस्किँदैन। अघि त आमा निस्किनु छिटो भनेको, निस्क्यो त मरिजाउँ। एउटा दोरी दिनु नि भनेको क्या, यो दोरी पनि किनेर ल्याएको, पैसा पनि तिरेको छुइनँ हौ त। ऊ माथि गएर फुत्तै लु छिटो छिटो। अनि अर्को तल गाउँबारीमा चढ्दैछ, अब तल तल पारी छ, त्यसलाई कसरी ल्याउनु। यो गोरु त तान्नु नआएर ऊ के अरे उहाँ माथि मिनाले यसरी तान्नु भन्छ। म चाहिँ कुकुरलाई जस्तो आइज आइज भन्छु। अब आज जान्छ, ढुक्क भयो। अब के गर्छ उता।